एकछिन सोचौँ त, एउटा यस्तो कक्षा कोठा जहाँ पढाइने हरेक पाठ शिक्षकहरूको कलेक्टिभ एफर्ट, उहाँहरूको ज्ञान र अनुभवको निचोड हो। के त्यस्तो कक्षा कोठाले विद्यार्थीको सिकाइमा साँच्चै क्रान्ति ल्याउन सक्दैन र? हो, आज हामी यस्तै एउटा शक्तिशाली विधिको बारेमा कुरा गर्दैछौँ जसलाई भनिन्छ पाठ अध्ययन। शिक्षकहरूको पेशागत विकास, यो एकदमै महत्त्वपूर्ण विषय हो, हैन त? हामी शिक्षकहरूलाई तालिम दिन्छौँ, वर्कसप्स गराउँछौँ, तर त्यो तालिमको असर साँच्चै कक्षा कोठासम्म पुग्छ त? शिक्षकको सिप विकास गर्ने सबैभन्दा राम्रो, सबैभन्दा प्रभावकारी तरिका आखिर के होला? यो प्रश्न नेपालको मात्र होइन, यो त एउटा विश्वव्यापी चुनौती हो र पाठ अध्ययनले यसको एउटा निकै रोचक समाधान अगाडि सार्छ। ल, आजको यो विश्लेषणमा हामी के कुरा गर्छौँ त? सबैभन्दा पहिले शिक्षण सुधारको खोजी किन जरुरी छ भन्ने बारे कुरा गर्नेछौँ। त्यसपछि यो पाठ अध्ययन भनेको आखिर के हो र यसका चरणहरू के हुन् भनेर बुझ्नेछौँ। अनि यसका राम्रा पक्ष र चुनौतीहरू के छन् भनेर हेर्दै अन्त्यमा निष्कर्षमा पुग्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट, शिक्षण सुधारको खोज। कुरा के हो भने हामीले वर्षौंदेखि अपनाउँदै आएका टिचर ट्रेनिङका तरिकाहरूले सोचे जस्तो रिजल्ट दिइरहेका छैनन्। त्यसो भए शिक्षण विकासका लागि नयाँ र अझ प्रभावकारी विधिहरू किन यति धेरै आवश्यक परेको छ त? अब यो पाठ अध्ययन भन्ने कुरा कुनै हिजोआज आएको नयाँ फ्यासन चाहिँ होइन हे। यसको जरा त 19औं शताब्दीको अन्त्यतिर जापानमा छ। त्यहाँबाट सुरु भएर 1990 को दशकमा यसले अन्तर्राष्ट्रिय रूपमा रेकग्निसन पायो। अनि एउटा रोचक कुरा के छ भने सन् 2000 को दशकको सुरुतिरै नेपालको प्राथमिक शिक्षा प्रणालीमा पनि यसलाई सफलतापूर्वक प्रयोग गरेर हेरिसकिएको छ। ल, अब लागौँ सबैभन्दा मुख्य प्रश्नमा। आखिर यो पाठ अध्ययन वा लेसन स्टडी भनेको के हो त? एकदमै सरल भाषामा भन्दा पाठ अध्ययन भनेको एउटा प्रोफेसनल डेभलपमेन्ट मोडल हो। यसमा के हुन्छ भने शिक्षकहरूको एउटा समूहले सँगै बसेर एउटै कक्षा कोठाको पाठको योजना बनाउँछ, पढाउँछ, त्यसलाई अब्जर्भ गर्छ र त्यसमाथि गहिरो छलफल गरेर आफ्नो पढाउने तरिकामा सुधार ल्याउँछ। जस्तै मानौ गणित पढाउने 5 जना शिक्षकहरू मिलेर ज्यामितिको एउटै पाठमा हप्तौंसम्म काम गर्नुहुन्छ, त्यसलाई परिमार्जन गर्नुहुन्छ र त्यो प्रक्रियाबाट सिक्नुहुन्छ। मतलब यो प्योर कोलाबोरेसनमा आधारित छ। अनि यो विधि त्यत्तिकै हावामा बनेको होइन नि। यसको पछाडि एउटा बलियो सैद्धान्तिक आधार छ। यो कन्स्ट्रक्टिभिस्ट लर्निङ थियोरीमा आधारित छ। अनि पियागेट र वाइगोत्स्की जस्ता ठूला मनोवैज्ञानिकहरूको सोशल लर्निङ थियोरिजको पनि यसमा गहिरो प्रभाव छ। अब यति धेरै सिद्धान्तको कुराले अल्मल्याउनु भएन। सारमा भन्नुपर्दा यो विधिले गरेर सिक्ने र अरूसँग मिलेर सिक्ने कुरामा जोड दिन्छ। यसले किताबमा पढेको थ्योरीलाई सिधै कक्षा कोठाको प्र्याक्टिससँग जोड्ने काम गर्छ। यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरामा ध्यान दिनुपर्छ। पाठ अध्ययनको उद्देश्य एउटा पर्फेक्ट लेसन प्लान बनाएर फाइलमा थन्क्याउनु बिल्कुलै होइन। बरु यसको खास लक्ष्य त त्यो लेसन प्लान बनाउने प्रक्रियाबाट, त्यो प्रोसेसबाट गुज्रिँदै शिक्षकहरूको सोच्ने तरिका, पढाउने तरिका र समग्र टिचिङ प्र्याक्टिसलाई नै निरन्तर सुधार गर्नु हो। प्रोसेस इज मोर इम्पोर्टेन्ट देन द प्रडक्ट। त्यसो भए यो प्रक्रिया वास्तवमा कसरी अगाडि बढ्छ त? आउनुहोस् यसका चरणहरूलाई एक एक गरेर हेरौँ। पाठ अध्ययन एउटा साइकल जस्तै हो, जुन निरन्तर चलिरहन्छ। यो सुरु हुन्छ पाठ छनौटबाट। समूहले आफूलाई सबैभन्दा गाह्रो लाग्ने, चुनौतीपूर्ण लाग्ने पाठ रोज्छ। त्यसपछि उनीहरूले मिलेर त्यसको डिटेल्ड प्लान बनाउँछन्। अब आउँछ इम्प्लिमेन्टेसनको पालो। एकजना शिक्षकले पाठ पढाउनुहुन्छ र अरू साथीहरूले विद्यार्थीको सिकाइलाई एकदमै ध्यान दिएर अब्जर्भ गर्नुहुन्छ। त्यसपछि सबैजना फेरि सँगै बसेर छलफल गर्नुहुन्छ, के राम्रो भयो, के सुधार्न सकिन्छ, अनि आवश्यक परेमा त्यो सुधारिएको पाठलाई फेरि अर्को कक्षामा पढाइन्छ। यो चक्र यसरी नै घुमिरहन्छ। अनि यो अवलोकनको चरण यो एकदमै विशेष छ। यहाँ अब्जर्भ गर्ने शिक्षकहरू पढाउने शिक्षकको गल्ती खोज्न वा आलोचना गर्न बसेका हुँदैनन्। बिल्कुलै होइन। उहाँहरूको काम भनेको विद्यार्थीहरूले कसरी सिकिरहेका छन्, कहाँ अल्मलिए, कहाँ उत्साहित भए, उनीहरूको एन्गेजमेन्ट कस्तो छ, यसबारे डेटा कलेक्ट गर्नु हो। फोकस शिक्षकमा होइन, विद्यार्थीमा हुन्छ। दिस इज द अवलोकन सकियो। अब के त? अब त्यो टिम फेरि सँगै बस्छ छलफल गर्न। उनीहरूले सङ्कलन गरेको डेटाको विश्लेषण गर्छन् र त्यो पाठलाई अझै प्रभावकारी बनाउन के कस्ता सुधारहरू गर्न सकिन्छ भनेर मिलेर निर्णय गर्छन्।
साँच्चै भन्ने हो भने यही छलफल र विश्लेषणको चरण हो जहाँ शिक्षकहरूको सबैभन्दा गहिरो र अर्थपूर्ण प्रोफेसनल लर्निङ हुन्छ। अब यो सुन्दा त सबै राम्रो लाग्छ, तर हरेक कुराको दुई पाटा हुन्छन्, होइन र? पाठ अध्ययनका पनि आफ्नै फाइदा र केही चुनौतीहरू छन्। ल अब त्यसबारेमा कुरा गरौँ। पहिला यसका सकारात्मक प्रभावहरू हेरौँ। सबैभन्दा पहिलो, यसले टिचिङ स्किल्समा सुधार ल्याउँछ। विद्यार्थी केन्द्रित शिक्षालाई प्रमोट गर्छ। अनि अर्को ठूलो फाइदा भनेको यसले शिक्षकहरूबीचको आइसोलेसन, त्यो एक्लोपन घटाएर सहकार्यको भावना विकास गर्छ। शिक्षकहरूले अब आफूलाई म एक्लै छु भन्ने महसुस गर्दैनन्, बरु हामी एउटा बलियो टिम हौं भन्ने महसुस गर्छन्। यसका साथै नयाँ नयाँ टिचिङ मेथड्स र मटेरियल्सको विकास गर्न पनि यसले निकै मद्दत गर्छ। तर यो सोचे जस्तो सजिलो पनि छैन। अब चुनौतीहरूको कुरा गरौँ। पहिलो र सबैभन्दा ठूलो चुनौती हो समय। यसका लागि टाइम कमिटमेन्ट चाहिन्छ, धेरै समय। अर्को कुरा, शिक्षकहरूबीच गहिरो विश्वास र सहकार्य छैन भने यो प्रक्रिया अगाडि बढ्नै सक्दैन। इट्स अ नन स्टार्टर। कहिलेकाहीँ एकदमै कम्प्लेक्स वा एब्स्ट्र्याक्ट विषयहरूमा यसलाई लागू गर्न गाह्रो हुन सक्छ। अनि यसलाई कसरी राम्ररी सञ्चालन गर्ने भन्ने ज्ञानको कमी पनि एउटा ठूलो बाधा बन्न सक्छ। ल अब यो सबै छलफललाई समेटेर निष्कर्षतिर लागौँ अनि यसको भविष्य कस्तो हुन सक्छ त्यसबारे पनि सोचौँ। आखिर पाठ अध्ययनको वास्तविक शक्ति के हो त? स्रोतमा उल्लेख गरिएको एउटा भनाइले यसको सारलाई निकै सुन्दर तरिकाले समात्छ। शिक्षकलाई अन्तर्मनदेखि नै प्रफुल्लित र उत्प्रेरित बनाइराख्न पाठ अध्ययन महत्त्वपूर्ण छ। मतलब यो बाहिरी देखाउटीपनको लागि होइन, यो त शिक्षकको भित्री मोटिभेसन र जब सेटिस्फ्याक्सनको लागि हो। अन्ततः पाठ अध्ययनले प्रोफेसनल डेभलपमेन्टको पुरै प्याराडाइम नै शिफ्ट गरिदिन्छ। यो अब माथिबाट लादिएको रिक्वायरमेन्ट रहेन, बरु शिक्षकहरू आफैले ड्राइभ गर्ने एउटा इन्टर्नल र कन्टिन्युअस इम्प्रुभमेन्टको प्रोसेस बन्न पुग्छ। यसले शिक्षकहरूलाई आफ्नो विकासको ड्राइभर सिटमा राख्छ। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाँदैछु। कल्पना गरौँ, यदि यो सहकार्यमा आधारित विधिलाई हरेक विद्यालयमा, हरेक कक्षामा व्यापक रूपमा अपनाउने हो भने यसले हाम्रो समग्र शिक्षा प्रणालीमा कस्तो र कत्रो परिवर्तन ल्याउन सक्ला? यसको जवाफ सायद हामी सबैले मिलेर खोज्नुपर्छ।